नमस्कार, अन्नपूर्ण बेस क्याम्प आइपुगेका छौँ। हामी हिजो मात्रै म्याग्दीको मङ्गला गाउँपालिकाबाट यात्रा तय गरेका थियौँ र हिजो हामी 8 बजेतिर यहाँ आएर बसेका हौँ र बिहान उठेर यहाँबाट आधा घन्टाको माथि बेस क्याम्पमा पुग्यौँ र त्यहाँ गएर फोटाहरू खिच्यौँ। चारैतिर हिमाल देखिन्छ, अत्यन्तै सुन्दर छ। हिमाल टल्किएको छ, बीचमा लेक छ, ताल छ। तालमा चाहिँ पानी जमेर अहिले चाहिँ तालमाथि नै मनोरञ्जन गर्न सकिने, हिँड्न डुल्न फोटा खिच्न भिडियो बनाउन सकिने ठाउँ छ। बिहानीको मौसम र साँझको मौसममा अलिकति चिसो भए तापनि अरू बेला चाहिँ अत्यन्तै आनन्द सुन्दर शीतल छ। तर अब जाडो सिजन सुरु हुन लागेको हुँदाखेरि अब चिसो बढ्नु स्वाभाविकै हो। तपाईहरु पनि एकचोटि भिजिट गर्नु भएको छैन भने अवश्य पनि यो ठाउँमा चाहिँ भिजिट गर्नु होला। हिमाललाई नजिकबाट निहाल्न, हिमाल कस्तो हो भन्ने कुरा महसुस गर्नको लागि यहाँ आइयो भने धेरै कुरा देख्न, सिक्न, जान्न, बुझ्न र आफ्नो होला। हामी चाहिँ आज अब यहाँबाट फर्केर जाँदैछौँ। सम्भव भएसम्म आज हामी चाहिँ बेनी पुग्ने हाम्रो टार्गेट रहेको छ र हामी अहिले हिँड्ने यात्रा तय गरेका छौँ।